नमस्कार। पराशर गुरु नेपालको ज्योतिषको तर्फबाट आज म तपाईलाई वर्ष 2083 सालमा नेपालको समग्र भविष्य, ग्रह गोचर, वर्षेस ग्रह राजा, मन्त्री ग्रह र कालगत प्रभावको आधारमा सहज र यथार्थ ज्योतिष्य भविष्यवाणी सरल भाषामा प्रस्तुत गर्दैछु। यस वर्षको मूल सङ्केत। यो वर्ष 2083 निर्णय, अनुशासन र कर्मको फल दिने वर्ष हो। 2082ले जुन परिवर्तनको ढोका खोल्यो, 2083ले त्यसलाई व्यवस्था र परिणाममा रूपान्तरण गर्नेछ। वर्षेस ग्रह राजा ग्रह सूर्य हो। यस वर्षको वर्षेस ग्रह राजा ग्रह सूर्य हो। सूर्य राजा हुँदा देशमा के हुन्छ त? सूर्य सत्ता, नेतृत्व र अधिकारको प्रतीक हो। यस वर्ष सरकारले आफ्नो शक्ति देखाउन खोज्नेछ। ठूला निर्णयहरू लिइनेछन्। नेतृत्वमा दृढता आउनेछ, तर साथमा अहङ्कार, टकराव र शक्ति सङ्घर्ष पनि देखिन सकिनेछ। सरल भाषामा भन्नुपर्दा देशको शासन बलियो देखिन्छ, तर भित्रभित्रै शक्ति सङ्घर्ष पनि चलिरहन्छ। मन्त्री ग्रह मङ्गल। यस वर्षको मन्त्री ग्रह मङ्गल रहेको छ। यो धेरै महत्त्वपूर्ण कुरा हो। मङ्गल भनेको ऊर्जा, युद्ध, निर्णय र कार्यशक्ति हो। त्यसैले मन्त्री स्थानमा मङ्गल हुँदा सरकारले झनै कडा निर्णय लिनेछ। छिटो काम गर्ने प्रयास हुनेछ। प्रशासनिक कडाई बढ्नेछ। तर ध्यान दिनुहोस्, हतारमा लिइएका निर्णयले विवाद पनि ल्याउन सक्छ। जनस्तरमा आक्रोश बढ्ने सम्भावना पनि हुन्छ। यसलाई सरल भाषामा बुझ्दा काम हुन्छ, तर केही ठाउँमा टकराव पनि हुनेछ। प्रमुख ग्रह गोचर। बृहस्पति गुरु। वर्षको सुरुवातमा बृहस्पति शुभ अवस्थामा रहेको छ। यसले आशा दिन्छ, विकासको बाटो खोल्छ, शिक्षा, नीति र मार्गदर्शनमा सुधार ल्याउँछ। पछि जब यसको स्थिति बदलिन्छ, नेतृत्व र राजनीति अझ सक्रिय हुनेछ। शनि वर्षभरि कर्मको फल दिने स्थितिमा छ। यसको प्रभाव पुराना गल्तीको परिणाम आउनेछ। सरकारी निकायमा दबाव बढ्नेछ। जनतामा जिम्मेवारी बढ्नेछ। शनि सधैँ ढिल्लो दिन्छ, तर पक्का दिन्छ। राहु केतु। राहु केतुको परिवर्तनले सुरुमा नयाँ सोच, प्रविधि, नेटवर्क वृद्धि, पछि सत्ता र नियन्त्रणतर्फ झुकाव। राजनीति। अब सिधै कुरा गरौँ। वर्षको सुरुवात विवाद, आलोचना, शक्ति सङ्घर्ष देखिनेछ। मध्यतिर कडा निर्णय हुनेछ। नीति परिवर्तन हुने सम्भावना छ। अन्त्यतिर बिस्तारै स्थिरता कायम रहला। नेतृत्वको परीक्षा लिने वर्ष। अर्थतन्त्र। यो वर्ष अर्थतन्त्रमा सुरुवातमा दबाव, तर बिस्तारै सुधार। विशेष रूपमा पर्यटनमा सुधार हुनेछ। डिजिटल क्षेत्रमा वृद्धि हुनेछ। युवामा नयाँ काम गर्ने सोच पलाउनेछ। ढिलो सुरु, राम्रो अन्त्य। कृषि र प्राकृतिक अवस्था। वर्षा असन्तुलित धेरै हुन सक्छ, कतै धेरै, कतै कमी। बाढी पहिरोको सानो सङ्केत, तर अन्त्यतिर उत्पादन सुधार हुनेछ। किसानमा नयाँ प्रविधि आउनेछ। जनजीवन। मानिसको जीवनमा तनाव पनि हुन्छ, तर चेतना पनि बढ्छ। मानिसहरू धर्मतिर फर्किनेछन्। ज्योतिष र ध्यानमा आकर्षित हुनेछन्। आध्यात्मिक सङ्केत। यो वर्ष कर्म र धर्मको सन्तुलन हुनेछ। मानिसले बुझ्न थाल्छ, केवल भाग्य होइन, कर्म पनि जरुरी छ। चुनौती। राजनीतिक तनाव, छिटो निर्णयका कारण विवाद, अर्थतन्त्रमा दबाव। अवसर। नयाँ नेतृत्व, युवा शक्ति, डिजिटल नेपाल, आध्यात्मिक जागरण। अब अन्त्यमा स्पष्ट रूपमा भन्न चाहन्छु, नेपालका लागि वर्ष 2083 कडा निर्णय, केही सङ्घर्ष, तर दीर्घकालीन स्थिरताको वर्ष रहनेछ। सुरुमा दबाव, बीचमा सुधार, अन्त्यमा परिणाम। अन्तमा यस वर्षको वर्षेस ग्रह सूर्य हुँदा देशको नेतृत्व बलियो बन्ने सङ्केत छ। मन्त्री ग्रह मङ्गल भएकाले काम पनि हुन्छ, तर कहिलेकाहीँ तातोपन पनि देखिन्छ। यदि सही निर्णय लिइयो भने नेपालले 2083मा नयाँ दिशा पाउनेछ। यदि तपाईँ आफ्नो व्यक्तिगत भविष्य जान्न चाहनुहुन्छ भने पराशर गुरु नेपालको ज्योतिषलाई फलो गर्नुहोस्। ज्योतिषले डर देखाउँदैन, मार्ग देखाउँछ। धन्यवाद।